लो 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 के छ सन्चै सल्लाह भइरहेको छ। हामी चाहिँ छौँ आज ढोरबादन शिकार आरक्षमा होइन। ट्याक हिजो नाइटमा आइयो। दामी छ पिसफुल। हामी चाहिँ यसो मुन्टीसम्म जानेछौँ अङ्कल म। हामी एकछिनमा हामी तल भेटिन्छौँ है त। यो चाहिँ ढोरबादनको नै भनौँ सुम्मो छ। एकदम सुम्मो छ होइन। ओहो त्यो उपारी अङ्कल बल खेल्ने गरान। हामी चाहिँ त्यहाँ होटलमा जाँदैछौँ। त्यहाँ चाहिँ चिया खान। निसिलढोल 13 किलोमिटर हो। निसिलढोल मस काङ भुजी सब रहेछ होइन। पारी जान्छ टापुहरू पारी सुम्मै छ। अब हामी एकछिन पछि सब घुम्छौँ। पहिला चाहिँ 6:30 भनौँ। पुरै घाम आइसकेको छ। अङ्कल हुन्छ अघि के अरे हजुर यसको सबै फाल चार्नु उहरू यसको कुइन चाहिँ सबै फालेर सिलायो। ए हैन यो त्यही हो। इन्डिटा हो। नाउरको सिङ यो चाहिँ यो के छाला थाहा भन्ने यो भैँसी जस्तै भैँसीलाई चाहिँ सानो हुन्छ। त्यो चाहिँ मेरो घोरल कस्तुरी मृग। यो चाहिँ कस्तुरी मृग। यो चाहिँ तिमी चाहिँ यो के खाने मार्ने यसैमा राख्ने पास हो। खप्पर मात्र छ। यो चाहिँ यो पनि छ माथि। कता हो त मन्दिरहरू भएको? यता तल मन्दिर पार्की हो नि। उठाउने मन्दिर पार्की भोलि जानु नभए भालु पनि पाइन्छ यहाँ। भालु अस्ति एउटा पूर्वी रुकुममा मार्दै रहेछ। त्यही केस चलेको थियो। म मेरो जान्छ बनाएर मार्दिएको भनेर यता त्यो खोला बग्ने यता उत्तरतिर बगेको त्यही त। अनि कता हो त पछि हाइड्रो पावरको पार्क बनाउनु भने तल बन्दुक देख्न सक्नुहुन्छ। बन्दुक टोगनी छ भने यो सबै उनी भयो सबै तालले भयो। दामी छ त फुल त गाजु। कुकुर छ अरे किधर गयो? पुरै पेलै फुल छ गाजहरू। हामी चाहिँ यता आइयो 10 मिनट जति हिँडेर। त्यहाँनिर चाहिँ भ्यूहरू पुरै कपरै लागेन। माथि जम्मै नाङ्गी छ। कागले कान खायो। कागहरू देख्छौँ भने कागले कान खायो मायाले मन। अब घोडा चढ्ने गइन्छ है। यो चेक नै मन्दिर हुनुहुन्छ अङ्कल। हामी यता छौँ। 22 धाराहरू यतै रहेछ। बब्बार हुने भयो। मेन मन्दिर भयो। ब्लड
यही गाइस 22 धारा यहाँ ध्वजाहरू आफूहरूले के मागेको होला प्रे गरेको यो गाईहरू हुन्छ यो मन्दिर एरिया भयो हामी चाहिँ दर्शन गरेर फर्किसकेका छौँ दर्शन गरेर यता उठ्छ पातन बोकेर अब हामी चाहिँ घोडा चढ्न जान्छौँ होइन ट्याक्क लाएर टिकटकमा हाल्नु पर्छ खत्म बाय बाय टाटा गुड बाय गया वाचिङ द हर्स राख्नुभएको छ हामी चाहिँ फर्केका छौँ होटलतिर हामी दर्शन गरेर अब माई टर्न वाक द हर्स दर्शन गरेर हामी फर्केका छौँ होटल गएर भात खाएर हामी फिल्म सुटिङ हुन गइरहेको ठाउँ हिरोहरू हिरोइनहरूलाई हेर्न जानेछौँ एकछिन अनि त्यसपछि हामी हल्का वाल घुमेर हामी चाहिँ आज नाइटसम्म चाहिँ बुर्तिबाङसम्म पुग्ने हाम्रो प्लान छ गाह्रो छ गाई चढ्यो हुन्छ त्यो एरियाबाट जाने हो फेरि घर त्यो धोरपाचन देउराली दिउँसोको 11 बजी छ हामी चाहिँ खानासाना खाएर होटेलमा खानासाना खाएर हामी चाहिँ बाहिर निस्केका छौँ अनि यस्तो देख्न सकिन्छ कुहिरोहरू अनि विद्यार्थीहरू देख्न सकिन्छ ढोराबाट निस्केका विद्यार्थीहरू खाइयो खाना अब एकछिन रेस्ट गरेर हामी चाहिँ माथि सुटिङ हलतिर जाने कुरो छ सुटिङ चाहिँ एउटा त्यो एरियातिर भइरहेछ सुटिङ हुने कुरो छ टाइम लाग्छ अरे अब हेरौँ हामी चाहिँ रुममा जानेछौँ माथिहरू अनि खाना मिठो हुन्छ भनेर यता आएको थियो यता आएको मिठो हो त्यो खाना विद्यार्थीहरू गइरहेछन् अनि यो चाहिँ एयरपोर्ट एरिया हो अरे पछिको लागि एयरपोर्टको लागि राखेको भनिदिनु हुन्थ्यो अङ्कलले कालो बादल लागेको छ पानी पर्छ होला यता देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा एरियाको यो उत्तरगङ्गा एरिया खोला भइहाल्यो नेटवर्क छैन गाह्रो छ नेट छैन हिजोबाट अफको अफ मुटु जलाई